सुख भन्ने चिज कहाँबाट पाउँछ के यो सुख भन्ने चिज कहाँबाट आउँछ भने दिन म खोज्दै जान्छु के हैन म बरु सुत्दिनँ म निन्द्रा म मान्दिनँ हैन भोक पनि म मान्दिनँ म खाना नै खाँदैन के गर्दैन म सुत्दैन हैन तर मलाई खुसी चाहियो खुसी मलाई त फेरि केटीको लागि खुसी भने हैन फेरि मलाई आफ्नो जीवनमा खुसी चाहियो दुःख गरिरहेको छु मेहनत गरिरहेको छु थै जाऊ म 22-23 वर्षको उमेरमा मैले खुसी पाउन सकेन तर किन त अब कहाँ छ यो खुसी भन्ने चिज म खोज्न जाँदैछु भनेको खोज्न पनि पाउँदैन भने रिस हुँदैछु सुख कहिले पनि पाउँदैन यत्रो वर्ष भइसक्यो 22-23 वर्ष भइसक्यो अहिलेसम्म सुख पाउँदैन यो जिन्दगी भने यस्तै छ कि मलाई जिन्दगीमा धेरै रिस उठिरहेको छ होइन eternity later दुईवटा कुरा सिक्नुपर्छ के एउटा मेहनत गर्न एउटा सत्य बोल्न बुझ्यो टिकट सीख लो तमीज सीख लो और अपना काम धंधा ढूंढो कोई ठीक है ये क्या है नि हैन जीवनमा कहिले पनि झुट बोलेर म अगाडि बढ्छु भने तैँले सपना नडेक के बुझिस् नि हैन दुःख गर मेहनत गर फल आफै पाउँछ है यो फर्स्ट मेन पोइन्ट भनेकै हैन सुख पाउनलाई त दुःख गर्नुपर्छ नि त हैन सपना देख्न थाल हैन मेहनत गर्न थाल बुझिस् नि आज सपना देखेर भोलि मेहनत गरेनस् भने त्यो सपनातिर अधुरै रहन्छ के जिन्दगीमा दुःख गर हैन सुख एक दिन आउँछ नै आउँछ